नमस्कार सबैजनालाई, तपाईलाई स्वागत छ हाम्रो पहिलो ब्लगमा। मेरो नाम मायुक आचार्य र अनि मेरो नाम मयूर आचार्य। तपाईलाई स्वागत छ हाम्रो पहिलो ब्लगमा। आज 2082 साल फागुन पुसको 5 गतेदेखि हामीले आफ्नो नयाँ ब्लग सुरु गरिरहेका छौं। मैले आशा गर्दछु कि तपाईहरुले हाम्रो ब्लग हेर्नुहुनेछ, हो कि हैन भाइ? हो। भाइ तिमीलाई के भन्नु छ? छ। के? म भन्छु। पहिला नुहाएर मायुक दादासँग दाजुभाइ साइकल चलाउन जान्छौं। हो। अनि मेरो चाहिँ यो दादु हो। म चाहिँ मेरो दादुले चाहिँ मलाई भाइ भन्नुहुन्छ। अनि दाजु र भाइ नुहाएर बाहिर चिटिक्क परेर लुगा लाएर अनि तेल लाएर अनि क्रिम लाएर अनि भ्यासलिन लाएर चिटिक्क परेर तल गएर पानी खाएर सररररररर साइकल चलाउन जाने हो। ल हुन्छ। ल भाइ नहुँदैछ, हो कि मयूर? हो। तिमी नहुने बनाउँछ है? हुन्छ। अहिले भाइ नुहाउँदैछ, अब भाइ आउँछ अनि म नुहाउन जान्छु। अब भाइ नुहाएर आउने बेला हुन लागिसक्यो। आमा, भाइलाई टावल चाहिन्छ कि चाहिँदैन आमा? हो, हस्। भाइ नुहाएर आइसक्यो। मैले के भएको छ? म सफा गर्छु अनि मलाई जाडो भइरहेको अनि मैले टावल ओढेको। अनि अब हेलो गाइज, अब मैले नुहाएँ। अब मायुक दादाको पालो आयो नुहाउनलाई। अब म नुहाएँ। अब क्रिम लाउनुपर्छ, भ्यासलिन लाउनुपर्छ। अनि माथिबाट जल झरेपछि सुन्तला खाएपछि पानी खाने हो र? अनि बल्ल मायुक दादा नुहाएपछि सररररररर साइकल चलाउन जाने हो र? अनि मजा आउँछ धेरै। हस्ला। अनि मान्छेहरू उसँग जाम भयो भने टिप गर्नुपर्छ। हस्ला, बाई बाई बाई। फाइनली म पनि नुहाउन गइरहेको छु। अब नुहाएपछि भेटौँला। फाइनली हामी दुवै नुहाएर आइसक्यौँ। अब हामी साइकल चलाउन जान्छौँ। मोहित जाने कि नजाने साइकल चलाउन? जाने। ल जाम। ल। आजको लागि यति नै। म आशा गर्दछु कि तपाईहरुलाई हाम्रो ब्लग राम्रो लाग्यो होला। ल हुन्छ, बाई।